नमस्ते, वेलकम ब्याक टु माई न्यू भिडियो साथीहरू। आई होप म चाहिँ एकदम सन्चै छु। हजुरहरू पनि सबैजना सन्चै हुनुहुन्छ होला भन्दै आजको भिडियो चाहिँ म रुममा चाहिँ साथीहरू छोरीलाई स्कुल पठाउन लागेको छु। हजुरहरूले मेरो भिडियो कहाँबाट हेर्नुहुन्छ सबैजना माया गरिदिनु होला। नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई सब्सक्राइब पनि गर्नु होला भन्दै आज चाहिँ म मेरो भिडियो स्टार्ट गर्न गइरहेको छु। आज चाहिँ मेरो व्रत भएको कारणले गर्दाखेरि अब खाना बनाउनु ताउतिर पाइँदैन होइन। म एकैचोटि बेलुका मात्र खाना खान्छु, अब दिउँसो चियाहरू खान्छु। त्यो भएको कारणले गर्दाखेरि चाहिँ म हजुरलाई मेरो भिडियो साथीहरू म हिजो मन्दिर गएको थिएँ। हजुरहरूलाई मैले भ्लग बनाएर हालेको थिएँ। त्यहाँ मन्दिर गएदेखि होला सपनामा पनि त्यही मन्दिर देखेर त्यही भगवान् देखेर अनि दर्शन गर्दै रहेछु अरे त्यस्तो के देखेको क्या। अब त हुन्छ नि वहाँ पुगेर होला हिजोको भ्लगमा हजुरहरूले देख्न सक्नुहुन्छ म कहाँ गएको थिएँ। हामी कहाँ गएका थियौँ सबैजना घुम्नलाई भन्नाले भगवान् उत्पन्न हुनुभएको ठाउँ गएर आएपछि त म त सपनामा पनि आज राति त झन् सुतेको थिएँ। मैले त सपनामा पनि भगवान्लाई देख्दै रहेछु अरे के हो साथीहरू के गर्नु। सपनामा पो आउनुभएको थियो, दिउँसो पुगेर आएको होइन, सपनामा आउनुभएको थियो। त्यो भएको कारणले गर्दाखेरि चाहिँ के भएको सम्झेर पनि सुतेको थिएन। सपनामा चाहिँ भरे भगवान् पो आइराख्नु भएको साथीहरू। म त त्यही भएर अनि हजुरहरू यहाँ नजिकमा हुनुहुन्छ भने जानु सक्नुहुन्छ। गोकुवामा गएर सोद्धाखेरि हुन्छ के अरे त्यो स्कुल जाने बाटो नै गोकुवा पर सिङ्गा खोला भनिन्छ होइन। त्यहाँ गएर सोध्यो भने त्यो चाहिँ देखाइदिनुहुन्छ कहाँ छ भनेर जानु सक्नुहुन्छ, दर्शन गर्न सक्नुहुन्छ। मैले चाहिँ सपनामा पनि देखेँ साथीहरू भगवान्। हेर्नु साथीहरू यहाँ खेसरी चोरेर केही छैन। चोर भनिहाल्नु तर भन्दिनँ थिएँ म अघि, तपाईँले सिकाइहाल्नुभयो। देख्नु यहाँ हेर्न सक्नुहुन्छ। यहाँ एक नम्बरको चोर्नी मम्मी, 2 नम्बरमा इसा आन्टी, 3 नम्बर रसोबा आन्टी। छैन त गोजी चाहिँ के पाक्क फुलेको त। गोजीमा त मोबाइल छ। ए मोबाइल हो मेरो आइफोन। साथीहरू आन्टीहरू भन्दा अगाडि अस्ति मैले चोरेर खाइसकेको होइन। अनि आज चाहिँ मम्मी आन्टीहरूको पालो रहेछ। म त मुटु बत्ती पोलेको छ त यो चोरेको देखेर। यो कपाल लामो स्ट्रेट गर्ने हुने चाहिँ इसा आन्टी हो। अनि के अरे कपाल चाहिँ पोको पार्ने चाहिँ शोभा आन्टी, अनि कपाल उहाँ बाट्ने चाहिँ मम्मी। चिनिसक्नु भएको छ त तपाईँहरू मेरो भिडियोमा आइराख्नुहुन्छ। कति आउँछ माइत भनेर। अब कोठाको मात्र त के देखाउनु होइन। माइती नजिक भएपछि यस्तै हो नि। हाम्रोमा टाढो छ 7 समुद्र पारी अमेरिका। किन किनेर खान अहिले प्रशस्ति पाइन्छ हटेमा। पैसा छैन क्या। पैसा छैन। किनेको मिठो हुँदैन क्या, चोरेको मिठो हुन्छ अरे क्या। ए आफ्नो घर पछाडि यत्रो छ साग, अनि किन किन्नु र। आफ्नै दाजुको हो क्या, प्रकाश दाजुको। खेसरी सकिसक्यो झुला नभरि खेसरी सकिसक्यो। एक साग त पुर्याउनु पनि खोइ त। तपाईँले धेरै गर्नुभयो अब गएन। मम्मीले त मम्मी हेर त तपाईँले त एउटा सानो गोजी पनि भरिया छैन के गर्नु र। हे भगवान् मम्मी कति टिपेको खेसारी। आज पाहुना आउँदैछ नि। को पाहुना आउँदैछ हौ। माइली छोरी। माइली छोरीलाई कति मनपर्छ खेसारी भनेपछि। मलाई पनि टिप्दिनु न त अलिकति। कान्छी छोरा त अस्ति टिपिदिएको मैले। अब देख्नु साथीहरू मैले अस्ति खाइसकेको यहाँ थारूको बारीमा चोरेरै भन्नु परेन होइन, नसोधे टिपेपछि। चोर्छन् नचाहिने कुरो मेरो खेतलाई चोरी भन्छ। हाम्रो खेतलाई आफ्नो खेतलाई चोरे भन्छ। आफ्नै खेतमा साथीहरूले मजाक गरेर बनाएको है भिडियो चाहिँ हाम्रै हो यो सबै यति सबै हाम्रो हो त मम्मी। यो वार पार देखे जति आधी हो, आधी धेरैजनाको छ यहाँ। अध्या हो। ए अध्या त हो। कति छिटो टिप्नुहुन्छ हौ तपाईँ त। यति भन्नु देखिँदैन अँध्यारो आउँछ त्यहाँ घाममा।
के गर्नु साथीहरू यस्तै छ अब आफू त बसिबसाइ अब आज व्रत केही खाऊँ न मम्मी ल्याउनु भएको छ कि छैन भन्नु भने पनि अब खान मिल्दैन अहिले भरे बिहानको साटो पनि बेलुकै खान्छु साथीहरू म त एकैचोटि त्यही त बिहानको पनि तपाईँ जानुभयो उहाँ लिनलाई आन्टी टेम्पो अलिक म फुर्सद हुँदैन क्या मेरो 1 बजेदेखि उता मात्र हुन्छ फुर्सद अस्ति हिजो हामी यही बाटो हो त गएका हाम्रो हिँड्ने बाटो चाहिँ यही छ हेर्नु न साथीहरू खेतको आली यस्तै हो रमाइलो गरेको हो साथीहरू अब यो चोरेको चाहिँ होइन कि टिपेको हो अद्या गरेको अरे यो शोभा आन्टीले भनेको शोभा आन्टी कति अद्या गर्नुभएको छ हौ सागजति हामीलाई अँ यहाँ फलेको फल दाना ए लु है प्रकाश दाइ आउनु ए प्रकाश नि भाउजू आउनु यहाँ हाम्रो यहाँ सेना एकदम यहाँ खेतमा तपाईँको खेसारी 85 रुपियाँ पाउको टिप्दैछन् हल्का रमाइलो साथीहरू होइन यसो जिस्काइदिएको क्या आन्टीहरूलाई एकदम बोरमा हुनुहुन्थ्यो अरे अनि मैले यसो आएर थारू आउँदैछ है इसा आन्टी र सब आन्टी थारू आउँदैछ हेर्नु न पर उता आयो भने के सुन चोरा होइन चाँदी चोरा होइन सागै त हो के चिजहरू आम्मामा फेरि पौडेलका बुहारीले त सत्यानाशै गरेछन् भन्ला अहिले आज पो पौडेलका बुहारीदेखि अरू बेला अरूकै बुहारीले सकेका ए थापाका बुहारीले अस्ति सबै त्यसै लाएर कुटे पारेका अनि गाई अब सिलो खोज्दा खोज्दा इसा आन्टीले लगेको छैन है साथीहरू पोकै छैन अब कहाँ लगाएर राख्नुहुन्छ थाहा छैन कहाँ चाहिँ राख्नुहुन्छ तपाईँ कति छ ए तपाईँको त केही छैन यो पोको चाहिँ के हो त यो हल्लेको यो होइन त्यसमा छैन ए छैन टिप्दै शोभा आन्टीलाई दिँदै हुन्छ कि क्या हो यहाँ आफ्नो हात यस्तो हुन्छ टिपिरहेको छु कहाँ दिन्छु हौ खानु परेन हामी चाहिँ साथीहरू हेर्नु त कस्तो नसुहाएको हो यो इसा आन्टीलाई कपाल स्ट्रेट गरेको हो कि नहोस् तपाईँहरू भन्नु त यहाँ जज गर्नु त गर्नु ल सुहाए पनि नसुहाए नि के भएर होइन होइन अर्काको लागि गरिदिए होइन होइन सुहाउनु पर्यो नि त स्ट्रेट गरेपछि त्यही त यो त साह्रै नसुहाउने स्ट्रेट त कामै भएन त हौ थपिने ला अहिले म मार्छु अहिले कुटेर गल्नुभयो गले त होइन अर्काको चोरेर गलिँदैन गलुन्जेली चोरेका छौँ हामीले के र के यता चाहिँ पुगिसकेकै छैन भाग अझै हामी 5 जना छौँ नि हामीलाई पनि पुगे छैन नि पुग्नु त छैन र आलु हाल्नु पुगिहाल्छ वहाँ पर थारू आउँदैछ है साँच्चै जिस्केको होइन साथीहरू यस्तै हो टिपिराख्नु अब म चाहिँ जान्छु उता तपाईँहरू चाहिँ टिप्दै गर्नु टिप्दिनँ साथीहरू अब मम्मीले चोरेको देखाउनु पर्यो नि आन्टीहरूले चोरेको देखाउँदा 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 हैरानै भए अब यता हेर्नु है झन् मम्मी त राम यति छिटो टिप्नुहुन्छ नि साथीहरू इसा आन्टीलाई रिस उठाएको रिसाउनु भएन म चाहिँ आएन होइन के यता फर्किनु न के देखाउनुहुन्छ खेसाडी
के बस्नु हौ अब बस्नु गर्नुभयो कहाँ छ हौ? सागै त छैन सागै त छैन के टिप्नु यो साथीहरू अब मम्मीहरूलाई मात्र कति चोरेको भन्नु साग ल्याउनु यसले पनि साग चोर्दैछ मम्मीलाई चोर लाग्यो कि तर छोरी पनि चोर्दैछ उ म पनि अब आमाले पाएको छोरी त छोरी चोरी साग चोरी साग चोरी होइन, आमाले जन्माएको छोरी हो साथीहरू अब आमाले थारीको टिप्दै खाँदै गर्नुहुन्छ अनि अब मैले पनि त गर्नु पर्यो नोकेन्नु भन्नु थारूको टिपेको चाहिँ होइन साग चाहिँ मेरो हो तर उसले चोर लाग्यो मलाई उल्टै उल्टो गरे अहिले कुरो उल्टो बुझ्नु होला सुल्टो चाहिँ होइन अरूकोमा त्यसरी टिप्न दिँदा मार्छन् कुरो बुझ्नु यसले सबै नाटक गरेर यहाँ हामीलाई पुरा रिस उठाके हो मलाई रिस उठाउँदैन त मलाई रिस उठाउन आउँदैन त सागै त छैन के टिप्नु हो यो 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 के टिप्नु यो के चाहिँ यो यो के चाहिँ टिप्नु यो लु भन्नु न यी भर्खर चिचिला लाग्दैछन् साथीहरू यस्तै हो के गर्नु घर गाउँमा यसो रमाइलो गर्नुपर्छ बेला बेला टिप्नु नसक्ने भयो साथीहरू अब म चाहिँ अब यति नै हो होइन सबैजनाले माया गरिदिनु होला भन्दै आज